हेलो गाइज वेलकम टु माई मिनी भ्लग। आई होप हजुरहरूलाई ठिकै होला, हामीहरूलाई पनि ठिकै छ। आज चाहिँ हामी मिलनचोक हुँदै स्केटिङ हुँदै डाँडातिर घुम्न गएको साथीहरू। अनि मेरो बुढी चाहिँ अल्छी मान्दै हिँड्दैछ। खुल्ला बाटो भएर होला टिपर लास्टै कुदेर आयो, झन्नै आनेन। रातभरि पानी परेर होला आजको दिन लास्टै घाम लागेको छ साथीहरू। मेरो बुढीलाई चाहिँ छेउपट्टि घाम भएर कुनापट्टि जाँदैछ, कुनापट्टि शीतल भएर होला गीत गाउँदै नाच्दै हिँड्दैछ। हिँड्दा हिँड्दै गर्मी भयो साथीहरू, अनि म चाहिँ केरा ताछेर खाँदैछु। बोटमा पाकेको केरा भएर होला लास्टै गुल्यो रहेछ। हामी बुढाबुढी यही बाँडेर खाँदैछौँ। हिँड्दा हिँड्दै डाँडा जाने बाटो पनि आइपुग्यो, अनि म चाहिँ अगाडि हिँड्दैछु, बुढी चाहिँ पछाडि भ्याक्च्याङ भ्याक्च्याङ गर्दै उकालो चढ्दैछ। फाइनल्ली हामी डाँडा आइपुग्यौँ। डाँडामा बसेर हामी चाहिँ भ्यू हेर्दैछौँ। हेलो सुलुलुलु, मस्त घाम लागेर होला भ्यू पनि एकदम राम्रो देखेको छ। बस्दा बस्दै अल्छी भोक दुवै लाग्यो साथीहरू। हामी चाहिँ अब फर्कियौँ। कौशी अङ्कलकोमा आएको मोमो पाकेर रेडी भएर छ साथीहरू। आजको डे 4 मिनी भ्लग यति नै।